कुराहरु बताइराख्नु भएको थियो। हामीले कति सुन्न सक्यौं, कति बुझ्न सक्यौं, कति ध्यान दिन सक्यौं त्यो त तपाई हामी आफैमा निहित हुने कुरा हुन्। यसकारणले गर्दाखेरि पनि म समयको पाबन्दीलाई ख्याल राख्दै म तपाईहरुसँग धेरै लामो समय रहन चाहन्न। थोरै कुराहरु किनभने तपाईहरुको बीचमा यो सिन्धुली जिल्ला विशेष गरी सुनकोशी गाउँपालिका सभाको पहिलो पटक गठन आजभन्दा करिब 2 वर्ष अगाडि गठन हुने बेलामा पनि तपाईहरुसँग भलाकुसारी भएको थियो। त्यो बेलाबाट पहिलो पटक तपाईहरु जो अहिले कार्यक्रममा उपस्थित हुनुहुन्छ आजभन्दा 2 वर्ष अगाडि पनि हुनुहुन्थ्यो। तपाईहरुसँगको एउटा सम्बन्धहरु स्थापित भएको थियो। स्थापित सम्बन्धको कारणले गर्दाखेरि त्योभन्दा पछाडिको नि विभिन्न कार्यक्रमहरुमा तपाईहरुले भेटघाट हुने, सांगठनिक विषयमा तपाई हाम्रो जीवनमा तपाई हामीले चाहिँ आजसम्म भोगेर आएको घटना परिघटनाहरुको विषयमा एकअर्कामा त्यसलाई चाहिँ बाड्ने साट्ने कामहरु पनि भयो। यसकारणले गर्दाखेरि तपाईहरुसँग म चिरपरिचित छु। सँगसँगै म आफूले बोल्ने कुराहरु, सांगठनिक विषयहरु राख्ने कुराहरु योभन्दा अगाडि पनि राखिराखेको थिएँ। आज विशेष गरी हामीसँग चाहिँ नेपालको सुदूरपूर्वबाट जति बेला यो संगठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले यो संगठन स्थापना गरेर यो संगठनलाई विशेष गरी जनताको घर दैलोमा लगेर काठमाडौँको भद्रगोल जेलबाट निकाल्नु भएको यो संगठनको झण्डा यो सबै कुरा चिनाउन बुझाउन र हामी नेपालको बहुसंख्यक मंगोल समुदायको नागरिकहरूलाई राजनैतिक चेत भरिदिनको निमित्त यो कुरा बुझाउनको निमित्त गोपाल गुरुङले पहिलो पाइला चाल्नु भएको नेपालको सुदूरपूर्वमा रहेको झापा इलामबाट संघर्ष गर्नु भएको त्यही ठाउँमा महामानव डाक्टर गोपाल गुरुङज्यू जीवितै हुने बेलामा उहाँलाई साथ दिएर सहयोग गरेर यो संगठन उठाउनको निमित्त गोपाल गुरुङको सारथी बनेर अगाडि बढ्नु भएको अग्रज व्यक्तिहरु पनि कार्यक्रममा हुनुहुन्थ्यो। यसकारणले गर्दाखेरि मेरो चाहिँ बेसी चाहना उहाँहरुबाट तपाईले धेरै कुरा सिक्नुहोस्, किनकि महामानव डाक्टर गोपाल गुरुङज्यूले हिजोको दिनमा के कुरा भनेर छोड्नु भएको छ, कस्तो कुरा दिएर जानु भएको छ, यो कुरालाई तपाई हामीले अंगीकार गर्न सकेनौ भने नेपालको वर्तमान राजनीति बुझ्न सक्दैनौ। नेपालको वर्तमान राजनीति बुझ्न सकेनौ भने हाम्रो आउने भावी पुस्ताको गन्तव्य के हो हामी त्यो बुझ्न सक्दैनौ। यसकारणले गर्दाखेरि पनि अग्रज व्यक्तिहरुको मन्तव्य सुन्नुपर्छ भन्ने लागेर उहाँहरुलाई समय छुटाएर अलि बढी बोलिदिनुहुन्छ, उहाँले राखिदिनुहुन्छ भन्ने त लागेको थियो। तर तपाई हामी मंगोल समुदायको मान्छेको स्वभावै कस्तो भयो भन्दा हैन, गीत संगीत अन्य विभिन्न कुराहरुमा, अन्य विभिन्न विधाहरुमा हामी अगाडि कुदेर पुग्छौं। राजनैतिक कुरा, अन्तर्क्रियात्मक कुरा, बहसको कुरा, छलफलको कुरा, नेपालको घटना परिघटनाको कुरा, अन्तर्राष्ट्रिय राजनीतिको कुरा, यस्तो कुराहरुमा चाहिँ हाम्रो चासो चिन्ता हुँदैन। यसकारणले गर्दा चाहिँ हामीले फेरि दुःख पाउनु पर्छ। यसकारणले गर्दाखेरि पनि तपाईहरुले धैर्य गरेर हाम्रो अझै कार्यक्रममा प्रमुख अतिथिज्यू बाँकी हुनुहुन्छ, उहाँले पनि धेरै कुराहरु राख्नुहुन्छ। म धेरै लामो समय तपाईहरुसँग लिन्न, किनभने यो देश परिवर्तन गर्नको निमित्त हामी अहिले तपाईहरुले जति दुःख पाइराखेका छौं यो दुःख तपाई र मैले अहिले पाएको दुःख हाम्रो लालबहादुर दाइको पालामा नि दुःख यस्तै थियो। उहाँहरुको पालामा नेपाली कांग्रेसबाट राजनीति किन थाल्नु पर्यो भन्दा त्यति बेला पनि यस्तै दुःखको अन्त्य गर्नको निमित्त यो व्यथिति, यो बेरोजगार, यो समस्याहरु सदा सदाको लागि दूर गरेर एउटा खालको परिवर्तन ल्याएर आउने भावी सन्ततिहरुलाई आफ्नै देशमा मालिक बनाउँछौं भन्ने उद्देश्यले नै राजनीति गर्नुभएको। तर उहाँहरुले कांग्रेसबाट राजनीति गर्नुभयो, पञ्चायत कालमा नै संघर्ष गर्नुभयो। कति मान्छेले एमालेबाट राजनीति गरे, कतिले 10 वर्ष कथित जनयुद्धमा सहभागी भएर पनि राजनीति गरे। तर पनि परिवर्तनहरु किन देखा परेन त भन्दा यसको पछाडीको समस्या अर्कै थियो। देशमा लागेको रोग बेग्लै थियो। त्यो रोग भनेको अघि नै प्रवक्ता साथीले बताउनु भयो, महामानव डाक्टर गोपाल गुरुङज्यूले हामीलाई भन्दै जानु भएको नेपालको वास्तविक समस्या, यो देशको वास्तविक रोग भनेको चाहिँ हिन्दूवाद र ब्राह्मणवाद भन्ने रोग हो। यो रोगको अन्त्य नभएसम्म तपाई हामी जतिसुकै संघर्ष गरे पनि हामी सही ठाउँमा सही गन्तव्यमा पुग्न सक्दैनौं भन्ने कुरा महामानव डाक्टर गोपाल गुरुङज्यूले हामीलाई भन्दै छोडेर जानु भएको थियो। अब यो रोगको अन्त्य गरेर हामी सबल मान्छे बनेर अगाडि बढ्नको लागि के गर्ने त भन्दा गोपाल गुरुङले भन्दिनु भयो, यो ब्राह्मणवादी र हिन्दूवादी सोच बोक्ने मान्छेहरु एकातिर हुन्छन्। हामी यो देशको समग्र नागरिकहरु, त्यो 80% मूलवासी मंगोलहरु सहित यही देशमा बसोबास थालेका 20% हिन्दू आर्य ब्राह्मण क्षेत्रीहरु समेतको अधिकारको लागि सोच्न सक्ने संस्कार युक्त दर्शन भनेको चाहिँ मंगोलवाद दर्शन हो। यसकारणले गर्दाखेरि देशको राजनीति 80% मूलवासी मंगोलहरु एउटा शक्तिको रूपमा मंगोलवाद दर्शनमा निहित रहेर र एकापट्टि 20% हिन्दू आर्य ब्राह्मण क्षेत्रीहरु एउटा शक्तिको रूपमा 20% को शक्तिको रूपमा एकापट्टि रहेर यो दुईवटा पोलिटिकल पार्टी अथवा दुईवटा राजनीतिक दलको सिस्टमले गए पछाडी मात्रै बल्ल देशले चाहिँ एउटा परिवर्तनको दिशातिर आफ्नो पाइला चाल्न सुरु गर्छ। त्यो नभएसम्म नेपालमा जतिसुकै नयाँ राजनीतिक दल खोले पनि, नयाँ विचार हाले पनि, नयाँ नारा लगाए पनि त्यो समस्याको अन्त्य कहिले पनि हुँदैन। किनकि विगतको इतिहासलाई हेरौं, 2007 सालबाट कांग्रेसले सुरु गरेको क्रान्तिको समयमा
आजभन्दा झन्डै झन्डै 73 वर्ष अगाडि पनि देशमा समस्या यही थियो। 46-47 सालको कम्युनिस्ट पार्टीको आन्दोलनको समयमा पनि देशको समस्या यही थियो। 52 सालबाट सुरुवात भएको जुन क्रान्तिकारी माओवादीको कुरा थियो त्योभन्दा पछाडि सुरु भएको समस्या पनि त्यही थियो। त्यो सबै परिवर्तन, सबै आन्दोलनहरू सफल भइसकेपछि अहिले पनि देशको समस्या ज्यूका त्यो किन छ भन्दाखेरि महामानव डाक्टर गोपाल गुरुङज्यूले भन्नुभएको, देखाउनु भएको, दिशाबोध गर्नुभएको परिवेशमा चाहिँ देश नलागेको कारणले, देशको नागरिकहरू नलागेको कारणले समस्या हामीले अहिलेसम्म भोगिराख्नु परेको छ। गोपाल गुरुङले सधैँभरि भन्नुहुन्थ्यो यो समस्या समाधानको निमित्त नेपालमा एउटा यस्तो शक्ति छ, त्यो शक्ति सशक्त रूपमा अगाडि नआएसम्म देशको समस्या समाधान हुँदैन। त्यो सशक्त रूपमा आउन सक्ने एउटा शक्ति भनेको चाहिँ मंगोल शक्ति हो। त्यो मंगोल शक्ति अहिले एकजुट हुन सकेको छैन भनेर भन्नुहुन्थ्यो। त्यो अभियानको निमित्त गोपाल गुरुङले के देखाउनु पर्ने थियो नेपालको नागरिकहरूलाई भन्दा देशको समस्या भनेको हिन्दूवाद ब्राह्मणवादको संस्कारको समस्या हो। यो समस्या समाधानको निमित्त देशमा शक्तिको रूपमा नेपालको बहुसंख्यक 80% मंगोल नागरिकहरू चाहिँ मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भएर जानुपर्छ अथवा यो संगठनलाई चाहिँ आफ्नो समस्या समाधान गर्ने हामी सबैको साझा संगठनको रूपमा लिएर जानुपर्छ। एकाप्रति चाहिँ 20% हिन्दू आर्य ब्राह्मण क्षेत्रीहरूको एउटा राजनीतिक संगठन पार्टी भएर गएपछि मात्रै देशको समस्या समाधान हुन्छ। त्यो नदेखिएसम्म, त्यो खालको समाजमा एउटा खालको चेतना जागरण नपलाएसम्म समस्या समाधानको सुरुवात हुँदैन भन्ने कुरामा गोपाल गुरुङ स्पष्ट हुनुहुन्थ्यो। त्यही कुरा हामीलाई बताएर जानुभएको थियो। यस कारणले गर्दाखेरि हामीले त्यो अभियानलाई निरन्तर रूपमा अगाडि बढाउने क्रममा अस्ति भर्खरै मात्रै करिब आजभन्दा 1 वर्ष अगाडि 2079 साल मंसिर 4 गते सम्पन्न भएको निर्वाचनले चाहिँ थोरै कुरा त्यो चाहिँ अनुभूति दिलाएको रहेछ भन्ने कुरा नतिजामा आयो। किनभने 79 साल मंसिर 4 गते सम्पन्न भएको निर्वाचनमा देशभरबाट प्रतिनिधि सभातर्फ झन्डै 49,000 समानुपातिक, प्रदेश सभातर्फ झन्डै 64,000 भन्दा पनि ज्यादा मत चाहिँ डाक्टर गोपाल गुरुङज्यूको विचार, सिद्धान्त र उहाँले जन्माउनु भएको संगठन मंगोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा त्यति मत प्राप्त भइसके पछाडि चाहिँ एमएनओलाई सुनेको, एमएनओलाई मन पराएको, तर एमएनओमा मत हालि नसकेको मान्छेहरूले पनि के देख्न थाले भन्दा हैन 64,000 भोट त प्राप्त गरेछ एमएनओले, यस कारणले गर्दाखेरि हो कि क्या हो भन्ने ठाउँमा चाहिँ देशको पछिल्लो समयको यो अहिले चाहिँ एमएनओमा जोडिदै गरेको आम मंगोल समुदायमा त्यो अनुभूति चाहिँ पर्न थालिसकेको अवस्था थियो। त्यो सँगसँगै देशमा अहिलेको नेपालको हिन्दू आर्य ब्राह्मण क्षेत्री जो यो देशको शासन सत्तामा अहिलेसम्म बसिराखेका छन् उनीहरूलाई चाहिँ के थियो भने यो मंगोलहरू चाहिँ एकीकृत भएर विशाल मंगोल शक्ति बन्न दिनु हुँदैन भन्ने कुरामा उनीहरू घोडा धसेर लागेको थियो। तर उनीहरूको यो घोडा धसेर लागेको भए तापनि उनीहरूकै कारणले गर्दाखेरि, उनीहरूकै व्यवहारको कारणले गर्दाखेरि, किनभने झुटो त लामो समय टिक्दैन रहेछ। महामानव डाक्टर गोपाल गुरुङज्यूले सधैँभरि भन्नुहुन्थ्यो यो ठुलो जमातलाई थोरै मान्छेले सधैँभरि झुक्याएर सकिँदैन। यो थोरै मान्छेलाई धेरै मान्छेले झुक्याउन सक्छ, तर धेरै मान्छेलाई धेरै दिनसम्म झुक्याउन सकिँदैन। 2-4 दिन हैन, 1 वर्ष 2 वर्ष, 1 दशक 2 दशक, 1 शताब्दी 2 शताब्दी झुक्याउला, तर अन्तिममा गएर एक दिन न एक दिन झुटो चाहिँ टिक्दैन भनेर गोपाल गुरुङले भन्नुहुन्थ्यो। यस कारणले गर्दाखेरि देशका अहिलेका शासकहरूले जतिसुकै उनीहरूले षड्यन्त्रको जाल बुने पनि अहिले त्यो फुट्ने ठाउँमा पुगेको छ। त्यो फुटेर त्यो शक्ति कहाँ जोडिन खोज्दैछ भन्दा डाक्टर गोपाल गुरुङज्यूको मंगोलवाद दर्शन, मंगोल नेशनल अर्गनाइजेसनमा त्यो शक्ति जोडिन आँटेको कारणले गर्दाखेरि अहिले देशको शासकहरूले चाहिँ षड्यन्त्र गरेर के गर्दैछन् भन्दा विभिन्न नाममा एमएनओको जस्तै नाराहरू उठाइदिएर त्यो शक्तिलाई चाहिँ अर्कै दिशातिर, कहिले गाईको नाममा, कहिले गोरुको नाममा, कहिले चाहिँ एउटा समुदायको चाहिँ विरोध गरे भन्ने विभिन्न नाममा त्यो शक्तिहरूलाई चाहिँ दायाँ बायाँ पारेर एमएनओमा जोडिन नदिनको निमित्त षड्यन्त्र गरिराखेको अवस्था छ। यस कारणले गर्दाखेरि म सम्पूर्ण उपस्थित आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरु सबैजनालाई म अनुरोध गर्न चाहन्छु, हामीले महामानव डाक्टर गोपाल गुरुङज्यूको दर्शन, सिद्धान्त, विचार, एमएनओले अहिले पछिल्लो समयमा चालिराखेको कदमहरूलाई ध्यान दिएर, सुनेर, बुझेर, धैर्यतापूर्वक यसलाई चाहिँ आफ्नो जीवनमा अपनाएर अगाडि बढ्न सके भने मात्रै बल्ल लालबहादुर दाइले नेपाली कांग्रेसमा गरेको क्रान्ति, त्यत्रो लामो समय दुःख गर्नुभयो, संघर्ष गर्नुभयो, तपाईहरुले गरेको त्यो क्रान्तिले नआएको परिवर्तन एमएनओमा गरेको एकै झड्काको परिकल्पनाले अथवा एकै झड्काको प्रतिबद्धताले त्यो परिवर्तन आउन सक्छ। यसकारणले गर्दाखेरि देशको अहिलेको राजनीतिले चाहिँ के देखाउँदैछ भन्दाखेरि
मंगोलहरू चाहिँ विभिन्न नाममा एकै ठाउँमा आइपुग्न आँटिसक्यो, मंगोलहरूको एउटा ठुलो शक्ति बन्न आँटिसक्यो, यसलाई रोक्नुपर्छ भनेर उनीहरूले विभिन्न नामहरूमा षड्यन्त्र गरिराखेको कारणले गर्दाखेरि हाम्रो चाँडै नै यो संगठनको 6औं राष्ट्रिय महाधिवेशनको घोषणा सभा 2080 साल मङ्सिर 11 गते मोरङ जिल्लामा सम्पन्न हुँदैछ। 27 नोभेम्बर 2023 को दिनमा त्यो घोषणा सभा कार्यक्रममा चाहिँ हामी देशभरिको मंगोल समुदायको मान्छेहरू चाहिँ त्यो घोषणा सभा कार्यक्रममा उपस्थित भएर हामीले एउटा सन्देश चाहिँ के दिनुपर्ने बेला आएको छ भन्दा देशभरिको नागरिकहरूलाई सँगसँगै यो देशमा बसोबास गर्ने नागरिकहरू सँगसँगै देशमा विभिन्न राजनीतिक दलबाट राजनीति गरेर अगाडि बढिराखेका राजनीतिक कर्मीहरूलाई पनि अथवा हाम्रो विपरीत हाम्रो विरुद्धमा षड्यन्त्रको जाल बुन्ने मान्छेहरूलाई पनि के सन्देश दिनुपर्ने छ भन्दा अब देशमा अन्तिममा चाहिँ वैकल्पिक शक्तिको रूपमा मंगोल नेसनल नेसनप्रति एउटा चाहिँ बृहत शक्ति बनेर गएको रहेछ भनेर एउटा सन्देश दिनुपर्ने बेला आएको छ। यस कारणले गर्दाखेरि त्यो 6औं राष्ट्रिय महाधिवेशनको घोषणा सभामा चाहिँ देशभरिबाट व्यापक मात्रामा मंगोल समुदायहरूको लाखौं उपस्थितिमा त्यो घोषणा सभा सम्पन्न गराउने उद्देश्य सहित अघि नै पूर्ववक्ता हाम्रो सानबहादुरजीले भनिसक्नुभयो। हामी चाहिँ यो 80 साल असोजको 3 गते माथि ताप्लेजुङ जिल्लामा पुगेर 4 गतेबाट ताप्लेजुङको फुङलिङबाट हामी यही सन्देशहरू बाँड्दै यही निम्तोहरू दिँदै हामी घुम्दै आउने क्रममा तपाईहरुको आज सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको प्रथम अधिवेशन यो घोषणा सभा कार्यक्रम आइपुगेका छौं। हामी यो अभियान निरन्तर रूपमा नेपालको सुदूरपश्चिमसम्म पुगेर यो 80 साल मङ्सिर 11 गतेको घोषणा सभा हुनुभन्दा पूर्व नै यो सन्देश बाँडेर देशभरिबाट लाखौं मंगोल समुदायहरूको उपस्थितिमा घोषणा सभा मार्फत अब यो देशलाई बनाउनको निमित्त यो देश सञ्चालन गर्नको निमित्त आमूल परिवर्तनको निमित्त मंगोल नेसनल अर्गनाइजेसन र यसको नेतृत्व पंक्ति तयार भइसकेको छ भन्ने सन्देश दिनको निमित्त त्यो कार्यक्रमको चाहिँ तयारी भइराखेको छ। यसकारणले गर्दाखेरि तपाईहरु सबैजनालाई त्यो कार्यक्रममा आएर चाहिँ त्यो कार्यक्रममा तपाईहरु सहभागी भएर सहयोग पुर्याएर त्यो सन्देश दिनको निमित्त तपाई हामी सबै तयार हुनलाई जरुरी छ। यसकारणले तपाईहरुको उपस्थितिको निमित्त अनुरोध गर्दै आज विशेष गरी सुनकोशी गाउँपालिकाको यो प्रथम अधिवेशनको घोषणा सभाबाट रामबहादुर थिङको अध्यक्षतामा 11 सदस्यीय जुन एउटा नयाँ सभा निर्माण भएर गएको छ, तपाई सभाको सम्पूर्ण निर्वाचित पदाधिकारीज्यूहरुलाई तपाईहरु एकदम सही ठाउँमा सही चाहिँ मैदानमा तपाईहरुले अब चाहिँ आफ्नो पाइला राखिसक्नु भएको छ, कदम चालिसक्नु भएको छ। हिजोको दिनमा तपाई विभिन्न राजनीतिक दलमा लागेर कयौं ठाउँहरुबाट संघर्ष गर्नु होला, दुःख गर्नु होला, आफूले आफूलाई परिवर्तन गर्नको निमित्त कोही स्कुल कलेज पढ्नु होला, कोही +2 ब्याचलर मास्टर गर्नु भयो होला, कोही पैसा कमाउनको निमित्त देश विदेश धाउनु भयो होला, कोही देशमा परिवर्तन ल्याउँछु क्रान्ति गर्छु भनेर विभिन्न राजनीतिक दलहरुमा लाग्नु भयो होला। यो कतैबाट पनि नभएको परिवर्तनको निमित्त तपाईहरुले अहिले राख्नु भएको पाइला चाहिँ सही जग्गामा तपाईहरुको पाइला परेको छ। यसकारणले गर्दाखेरि तपाईहरु सबैजनालाई अग्रिम कार्य सफलताको विशेष शुभकामना व्यक्त गर्दै समयको पाबन्दीलाई पनि ख्याल गर्दै कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्छ। यसकारणले गर्दाखेरि बाँकी अन्य रहेका विविध कुराहरुको विषयमा तपाईहरुसँग आगामी वर्षमा फेरि पनि भलाकुसारी गर्ने बाचा सहित म तपाईहरुबाट अहिलेको निमित्त बिदा लिन चाहन्छु। हस्त जय मंगल।